सुत्दै हेर प्यान्ट सप्पर बनाएर कामको लागि साथीको लागि 95 जब पाइहाल्छ अनि तर मेरो त ह्यान्डको पोजिसन त जहिले पनि केही न केही त गर्नै पर्छ यार म त नभए त कसरी हुन्छ ठिक छ ठिक छ रेकर्ड भएन यार सुत्दै सुत्दै हेर प्यान्ट सप्पर बनाएर कामको लागि जे पनि गर्नु कामको लागि साथीको लागि हात सलाम कामको लागि यो लुगा फलाम भन्ने हो क्या यार पोडकास्ट गर्नु अब त्यस्तै त हो नि अघि नाम त्यत्रो घुमेँ यार कहाँ मात्र बसेन पोडकास्ट गर्ने भनेर होइन त्यही त अब लोकेसन नै अब यत्रो मान्छे फेरि मान्छे पनि धेरै छ बौद्धमा त्यहाँ अघि त्यत्रो बस्यो यार बसेर पनि थाहा नै छैन क्यामेरा लिएर अब स्ट्यान्ड लिएर पाउँदैनन् आजकल होइन त्यो नपाउनु पनि ठिक पनि हो मेरो विचारमा किनकि त्यो कामै छैन यहाँ जो पनि फेरि भोलिदेखि भिडियो बनाउनु पाउँछ भनेर एउटा त्यो मान्छेलाई थाहा पायो भने सबैजना आएर बनाएको बनाइ गर्छ क्या जसले गर्दाखेरि अब नर्मली हिँड्ने मान्छेहरूलाई पनि गाह्रो हुन्छ नि त होइन त्यो एउटा इन्डियामा एउटा जस्तै सिभिक सेन्सको क्या भिडियो हेरेँ त्यो एउटा भाइरल भएको थियो छैन सही छ त्यो म त कहाँ हाँसिरहने त्यो नर्मली त्यो एउटा त्यो इन्फ्लुएन्सर हुन्छ अनि इन्फ्लुएन्सरले चाहिँ के गरेर भन्दाखेरि त्यो आउटफिट चेक गरेर आएको हुन्छ क्या अनि पछाडिबाट मान्छे आइपुग्छ क्या अनि अनि इतना सिभिक सेन्स छैन मान्छेहरूको भन्छ क्या त्यो सिभिक सेन्स वाला पछि त्यो केटीले अनि एपोलोजी मागेको छ क्या एपोलोजी के माग्यो नि खै त्यसले अब कस्तो कस्तो हुन्छ केटीहरूले धुलो भइसक्यो यार म त क्यामेरा मिलाउँदा यताउता गर्दा बल्ल सेटअप अलिकति भयो फेरि यहाँबाट फेरि मान्छेहरू सधैँ गयो भने क्यामेरा डल्ला हान्ने डर तर मान्छे त आइरहेको छ यार मान्छे त आइराख्नु रहेछ क्या मतलब अब हामीले आफ्नो काम गर्नुपर्ने रहेछ क्या त्यो पनि अहिले त त्यत्रो भोलि अनि काट्नु पर्यो होइन अहिले काट्नु त परिहाल्छ नि के भन्दा नि ठिकै छ यस्तै हो अनि के चलिरहेको छ र अहिले यस्तै छ अब बिहान बेलुका जब पाइहाल्यो होइन भनेको बिहान 95 जब पाइहाल्छ अनि अब बेलुकातिर आफ्नो केही गर्छु भन्छु तर थाक्ने क्या फर्स्टै थाक्ने के गर्ने जस्तो लाग्छ अनि त्यो एउटा भन्नु त्यो बेलुका पनि आफ्नै फिल्डमा काम गर्नुपर्छ भन्छ नि त तर यस्तो नहुने क्या कस्तो नहुने भनेको हुन्छ नि पहिला अब 95 वर्कमा गरिसकेपछि बेलुका आफ्नै एउटा सब्जेक्टमा आफ्नै एउटा रिसर्चमा आफूले केही काम गर्नुभयो त्यसमा चाहिँ गर्नुपर्छ भन्छ क्या त्यो भयो भने चाहिँ के हुन्छ अरे भन्दाखेरि तिमीले त्यो काम गरिरहेको छौ होइन अनि जब त्यो तिमीले नयाँ एउटा आफ्नै घरमा बसेर केही काम गरिरहेको छौ होइन सपोज त्यो अफिसको लागि त अर्काको लागि भयो नि त त्यो चाहिँ तिम्रो लागि भयो अनि जब त्यो त्यहाँबाट चाहिँ तिमीले एउटा आइडियामा काम गरेको छ त्यो आइडिया चाहिँ राम्रो हुन्छ नि त्यसपछि चाहिँ त्यसले तिमीलाई पे गर्नु थाल्छ क्या आफ्नै भयो भने चाहिँ गर्नु पनि मन लाग्ने होइन तर गर्नु मन लाग्यो नि तर थाक्छ नि यार लास्टै थाक्ने नि यार टाइम निकाल्ने गाह्रो क्या एकचोटि टाइम निकालिसकेपछि फेरि त्यो गर्न थालिसकेपछि फेरि त्यो टाइम गएको थाहा हुँदैन होइन टाइम निकालेर त्यो आफूलाई मन लागेको चिज एकचोटि गर्न थालिसकेपछि चाहिँ त्यो रातिसम्म कति बज्यो नि थाहा नहुने चाहिँ तर त्यस्तो हङ्गर हुन चाहिँ त्यो खतै हो क्या त्यतिको हङ्गर हुँदैन क्या मान्छेसँग किनकि त्यो के गर्दा हुन्छ नि मान्छेले त्यतिको हङ्गर आउनु पर्यो कि उसलाई टाइम पनि मतलब छैन अब त्यो हङ्गर ल्याउन फेरि अरू सबै अब छोडिदिनु पर्ने चाहिँ अब दिनभरि नै त्यही मात्रै गर्छु भनेर लाग्नु पर्ने चाहिँ त्यो गर्नु पनि पैसा you need to feed your stomach so केही न केही त गर्नु पर्यो त्यो पनि यो ब्यालेन्स गर्न नै एउटा च्यालेन्जिङ कुरा जस्तो लाग्छ मलाई सबै कुरा होइन लाइक होइन इट टेक्स टाइम तर स्टिल तिमीलाई त यो जब पैसा त चाहिरहेको होइन जब त छोड्नु मिलेन जब कतिखेर छोड्ने भन्दाखेरि जब तिमीले त्यो साइड प्रोजेक्टको त के गरिरहेको हुन्छौ त्यसले तिमीलाई पे गर्न थालेको छ त्यतिखेर पे गर्नु पनि एकदमै राम्रै हुनुपर्छ त्यो होइन तर बेसिक लाइक अब तिम्रो नर्मली हुन्छ नि तिमीलाई अब मजाले यताउता गर्न होइन घर खर्चको लागि पैसा पुगिरहेछ भने त पर्छ जस्तो लागेन मलाई त्यो पनि हो ठिकै छ यस्तै हो
रुम के हुँदै जान्छ के अब हुन्छ त्यही हाम्रो अब त्यही साइडमै के गरौँ भनेर त खोलेको हो नि होइन साइडमै के गरौँ भनेर अब हामीले क्यामेरा स्यामेरा ल्याएर सेटअप गरेर क्यामेरा त धेरै छैन अब एउटा मात्र छ हामीसँग अहिले होइन स्ट्यान्ड पनि अब कोहीसँग इट्स ओके किनकि लाइक स्टिल वी आर ह्याभिङ लट्स अफ थिङ्स होइन हामीसँग धेरै कुराहरू छ नि त अहिले कति मान्छेसँग त केही पनि हुँदैन यार एउटा स्ट्यान्ड पनि हुँदैन स्ट्यान्ड पनि कति महँगो छ सामान थाहा छ नि होइन लाइक नर्मल मान्छेहरूको स्यालेरी माइक किन्ने हामी कहाँ कहाँ घुम्नु पर्यो यार होइन त्यो पनि फेरि हामीलाई राम्ररी उ पनि थाहा थिएन प्राइसको रिसर्च गरेर जान्छ भनेर टाइमै भएन होइन तर कसै मलाई त कस्तो लाग्छ भन्दाखेरि रिसर्च गर्नु थालेपछि मान्छे रिसर्च गर्दा 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 गर्दै टाइम लाग्छ क्या सो एउटा चाहिँ ल जान्छु भनेको कि रिसर्च गर्दाखेरि पनि एउटा टाइम लिमिट हुनुपर्छ लाग्यो मलाई यति मान्छे ल रिसर्च गरिसक्नु भन्ने क्या नभए धेरै रिसर्च गऱ्यो भने के हुन्छ बढी त किन्नै मन लाग्दैन सबैले के भन्छ भन्दाखेरि त्यो हाउडे हुन्छ चाइनिज माल भनिदिन्छ कहिले के भनिदिन्छ होइन अनि मलाई पहिला म किन्दाखेरि त्यस्तो भएको थियो क्या पहिला म किन्न चाहन्छु भनेको रिसर्च गर्न थालेको रिसर्च गराएर कहिले एउटाले यो राम्रो छ कहिलेले यो राम्रो भन्छ अर्कोले यो राम्रो भन्छ होइन अनि तर अलिअलि चाहिँ त्यो हेरेर जानुपर्ने चाहिँ कुन चाहिँ किन्दाखेरि राम्रो हुन्छ अब हामी त यतिकै गएको भने त रिसर्च गर्छु भने तिमीले भने हो तर त्यो कामले गर्दाखेरि नि फेरि हामीलाई फाइदा चाहिँ के भन्दा वी न्यू त्यो ब्रान्ड नि हामीलाई ब्रान्ड भने थाहा थियो नि त सो ब्रान्ड यो ब्रान्ड चाहिँ राम्रो छ भनेर कुन ब्रान्ड हो यो हाम्रो यो डिजिटेक हो सरी डिजिटेक ब्रान्ड राम्रो थियो सो तर बोयाको माइक पाएको भए त तर त्यो महँगो भयो हाम्रो बजेट भन्दा अब तर यो बजेटमै पायो नि त हामीले ट्याक्कै पैसा पनि भयो अनि यो क्वालिटी पनि राम्रै छ होइन साउन्ड पनि राम्रै आइरहेछ तर यसी 6,000 7,000 भने यहाँ हो एउटा माइकको लागि चाहिँ अनि तर अब वान टाइम हो नि त वान टाइम इन्भेस्टमेन्ट हो पैसामै राम्रो चल्यो भने त राम्रै चल्छ नि त त्यही हो त्यो पनि स्टिल 6-7,000 भनेको हाम्रो लागि त अब भर्खर हामी त अब कमाइ पनि त्यो राम्रो छैन हाम्रो कमाइ राम्रो छैन भने ठिकै छ राम्रै छ तर त्यत्रो स्पेन्ड गर्ने भन्दाखेरि अलिक सोच्नै पर्छ कि हामीलाई होइन हामीलाई मात्रै होइन नर्मली नेपाली मान्छेहरूलाई नेपाली मान्छेहरू कति तिम्रो नर्मल जबमा स्टार्टिङमा 15-20 हजार दिन्छ यार 15-20 हजार त के हुन्छ यार एउटा फ्ल्याटको पनि होला रुमकै पऱ्यो भने दुईटा रुम लियो भने 10,000 जान्छ अनि खाना कहाँबाट ल्याउने अरू के गर्ने अनि यो यस्तो माइकहरू होइन पोडकास्टहरू त्यो त गाह्रै पर्छ नेपालीहरूलाई हामीले गर्ने भनेर कति दिन भइसक्यो होइन गर्ने भन्दा टाइमै नभएर कहिले कोसँग गर्ने भनेर अब बिस्तारै सुरु गर्ने तर मलाई अचम्म लागेको कुरा चाहिँ हामी सबैजनासँग छ नि आइफोन चाहिँ छ क्या फेरि अहिले अचम्म लाग्छ यार कहाँबाट ल्याउँछ यार अनि पैसा छैन नेपालमा जब पनि राम्रो छैन काम पनि हेऱ्यो भने जहाँ गए पनि त्यस्तै मार्केटमा होइन स्यालेरी पनि त्यति राम्रो छैन तर हातमा चाहिँ बोकेको छ आइफोन क्या फेरि अनि तर अब नेसेसिटी जस्तै भइसक्यो फोन पनि अब फोन भयो भने फेरि राम्रै चाहियो भनेर भन्छ मान्छेहरूलाई होइन अनि उनीहरूले अब के अरे किस्तामा भयो नि उ गरेर भए पनि इन्स्टलमेन्टमा भयो गरेर भए पनि जसरी भयो नि किन्छ क्या अब तर खै यार कस्तो यो पनि बेसिक निड हुनुपर्ने हो त बेसिक निड त होइन खासमा अब तर अहिले त है मान्छेलाई त्यो सो अफ गर्नुपर्ने हो कि एउटा सोसाइटीमा एडजस्ट हुनुपर्ने हो कि के भएर होला मान्छेलाई लाइक जसलाई पनि अहिले त हुन्छ नि हाम्रो स्कुलमा पनि त क्लास 10 सकिने बित्तिकै खतरा फोन चाहियो भन्छ होइन क्लास 10 सकिनै पर्दैन बच्चाहरूलाई अब गेम खेल्नै चाहियो भनेर उ गर्छ खानालाई नै अब भिडियो हेरेर खानुपर्छ नि त मान्छेलाई त्यही भएर मलाई अचम्म लाग्छ है अलिक बच्चाहरू है त्यो बच्चा मात्र होइन हामी पनि त्यस्तो भइसक्यो होइन मलाई त्यो लाग्दैन त्यो स्टिल मलाई चाहिँ खाना खाने बेला फोनसँग चलाउनु मन पर्दैन त्यो पनि हुन त मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि यो खानाको स्वादै आउँदैन जस्तो लाग्दैछ क्या त्यो फोन हेरिरहेको छ त्यो भने फोन भनेको त हामीलाई पास्टमा गइरहेको छ क्या अरूले पहिला के काम गरिसकेको त्यो गरिसकेको कुरा चाहिँ हामीले यहाँ हेरिरहेको छौँ हामी इन्जोय गरिरहेको छौँ अरूको पास्टमा हामी इन्जोय गरिरहेको छौँ भएन नि पुरै सुरु तर पनि चाहिरहेको छ अब मोबाइलबाटै खिच्नुपर्छ हामीलाई होइन तर फोटो खिच्नु परिहाल्यो यता गर्नु परिहाल्यो चाहिन्छ अनि तर होइन राम्रो फोन त चाहिन्छ भने किनकि एउटा मोमेन्ट्स भनेको मान्छेको मोमेन्ट्स भनेको अब क्याप्चर गर्नु भनेको राम्रो क्वालिटी फोनले हो क्या पछि ठुलो भएपछि नि टक्क यसो हेर्दाखेरि ओ हामी यस्तो थियो भन्दाखेरि अनि म यस्तो थिएँ भन्दाखेरि छ नि कति रमाइलो हुन्छ हाम्रो पालामा त्यति धेरै फोन थिएन क्या भर्खर आइरहेको छ नि त अनि हामी त्यति धेरै जुन फोटोजहरू पनि मलाई याद छैन नेपालमा चाहिँ अलिकति लेटै सुरु भयो बाहिर त पहिल्यैदेखि
मलाई कति याद छ म 8 क्लास हुँदाखेरि आइफोन कति 10 पनि थिएन आइफोन 10 त भयो पछि आयो आइफोन कति 4 5 3 4 आएको थियो होला चलाएको मैले चाहिँ याद छ 6 7 क्लास हुँदाखेरि होला आइफोन 3 चलाएको याद छ मम्मीको थियो होइन बुता मामाले पठाइदिनु भएको थियो मलाई थाहा छैन मैले चाहिँ फोन चलाएको भनेको नि 12 पछि चाहिँ फोन चलाएको होला मैले आफ्नो लागि चाहिँ पछि चाहिँ मम्मी बाहिर गएर अनि आउँदाखेरि अनि त्यस्तै 11 12 नै थियो म पनि तर फोनले पनि स्मार्टै बनाउँछ क्या है मान्छेलाई एक किसिमले बच्चाहरू स्मार्ट पनि भयो जस्तो लाग्छ मलाई त बेला बेला स्मार्ट धेरै उनीहरूले त अब कति धेरै हाम्रो पालामा बित्तिकै थाहा छ नि त उनीहरूलाई अब गेम कहाँ छ बच्चाहरू च्याट जिपिटीमा क्वेसन खोजे बस्यो यार अचम्म लाग्छ नि हामी त त्यत्रो मेहनत गरेछ यार अहिले सबै हुन्छ नि च्याट जिपिटीले भनेपछि अब स्मार्टनेस भयो नि त भन नि त च्याट जिपिटीले सबै गरिदिन्छ होइन अब एकचोटि टाइप गरिदियो अब हाम्रो त क्रिएटिभिटी नै हो नि त मेहनत पनि लाग्यो अब च्याट जिपिटीले अब सजिलो पारिदियो नि त सजिलो पारिदियो तर अलिकति यस्तो हुनुपर्छ किनकि अब च्याट जिपिटीले त्यो गरिदिन्छ भने हामी त वी निड टु बी मोर स्मार्ट अनि अरू काम गर्नुपर्छ होइन अब च्याट जिपिटीले सबै गरिदिन्छ भने हामी फेरि अब क्रिएटिभिटीमा ध्यान नदिनु त होइन सो आई थिङ्क वी हेभ मोर टाइम टु प्ले होइन अनि यताउता गर्नको लागि अब हाम्रोमा नर्मली सबै एउटा एयरसेल लेख्दैमा एक दिनै जान्छ नि यार नर्मली पनि सानोमा हुँदाखेरि नआएपछि त्यही त हो नि अहिले त च्याट जिपिटीले कस्तो कस्तो एसे लेख्नुपर्छ के लेख्नुपर्छ सबै भनिदिन्छ 2 सेकेन्डमै सबै तर निकाल्छ एआई भनेको कस्तो खत्रै डेभलप भयो क्या है लाइक सर्ट टर्ममै धेरै डेभलप इभोल्युसन भइहालेको क्या होइन पहिला पनि भएको थियो पहिला पनि थियो होला तर हामीलाई चाहिँ थाहा नभएको तर नेपालमा चाहिँ अहिले रिसेन्टली भन्नाले 1 वर्ष अगाडिसम्म नि म डिजाइनर भएको हिसाबले 1 वर्ष 2 वर्ष अगाडिसम्म नि च्याट जिपिटी अरू त्यस्तो खतरा डिजाइनर हिसाबले पनि त्यस्तो आएको थिएन कि अनि अहिले चाहिँ एउटा प्रम्प्ट हानिसकेपछि उसले जोस निकालिन्छ कि डिजाइनहरू म त अचम्म लाग्छ यार बेला बेला त तर अचम्म त के मान्नु होइन जे भए पनि यति धेरै यति अगाडि आइपुगिसक्यो क्या पहिला जुन प्रोग्रामिङहरू गर्दाखेरि होइन एउटा वेबसाइट बनाउनको लागि एटलिस्ट तिम्रो 1 महिना जति लाग्थ्यो भने अहिले 3-4 दिनमै बनिन्छ क्या यताउता फाटाफुटा गऱ्यो कस्तो चाहियो भने यस्तो यस्तो गऱ्यो सर बनिसक्यो क्या यो वेबसाइट इज रेडी भन्न पायो क्या हामीले मजाले म चलाउन नमान्छु रमाइलो छ मेबी स्मार्ट मोर स्मार्ट किड्स यताउता घुमे यार तर हामी सानो हुँदा झन् रमाइलो लाग्छ मलाई त अहिले त मजाको आफ्नै छ अनि तर यस्तो खेल्ने ठाउँ छ भने यस्तो स्पेस छ भने रमाइलो हो कि अलिक बच्चालाई नि यस्तो स्पेस भयो अनि मोबाइल यस्तो दिएन होइन नेचरमा फ्रिली छोडिदियो भने त्यो चाहिँ रमाइलो हो कि खासमा आफै ग्रो हुन्छ नि आफै ग्रो हुन्छ नेचरसँग कनेक्ट हुनुपर्ने जरुरी छ क्या